साथीहरू नमस्कार। हामीले आज चाउमिन बनाउन गइरहेका छौँ। सर्वप्रथम हामीले सनफ्लावर तेलमा खोर्सानी र प्याज हालेर त्यसलाई राम्ररी भुट्यौँ, जिरा पनि फुराएर। त्यसपछि हामीले यो मिक्स भेज जुन छ त्यो हाल्यौँ। त्यसलाई पनि एकछिन चलाएर भुट्छौँ प्याजसँगै मिसाएर। त्यसपछि मसरुम पनि हामीले काटेको जुन राखेको थियौँ त्यो हाल्यौँ। त्यसमा स्वादअनुसार मसला, बेसार र नुन स्वाद र अनुसार हाल्यौँ। त्यसपछि पप्रिका पाउडर, टमाटर अनि त्यसै गरी हामीले यसलाई हामी चलाउँछौँ केही बेरसम्म। त्यसपछि एकछिन छोपेर राख्दा त्यो सबै चिजहरू पहिले पाक्नुपर्छ। त्यो पाकिसके पछाडि जुन हामीले उसिनेर राखेको थियौँ त्यो चाउमिनलाई यसरी ओइरिन्छौँ। तर यसमा चाहिँ हामीले अलिकति बेसार हाल्न पर्थ्यो, त्यो चाहिँ हालिएन छ। बेसार हाल्दा अझ अलिकति कलर आउँछ यसमा। त्यसपछि सोया सस हाल्यौँ, त्यसलाई एकछिन राम्ररी चलाउँछौँ र यसरी चलाइसके पछाडि यो चाउमिन चाहिँ रेडी हुन्छ। मिठो